नमस्ते, म डाक्टर अमर शाह। आज म एउटा सानो जानकारी पत्रपिण्ड स्वेदको बारेमा ल्याएको छु। पत्रपिण्ड स्वेद एक प्रकारको स्निग्ध स्वेदन हो जहाँ औषधीय पात, मसाला, तेल अथवा हर्बल बोलसको मध्यमबाट दुखाइ, कडापन, वात विकार र मस्कुलर स्टिफनेसहरूमा प्रभावकारी हुन्छ। पत्रपिण्ड स्वेद के हो त? पत्रपिण्ड स्वेद भन्ना बित्तिकै औषधीय पातहरूलाई तातो तेलमा सौट गरेर कपडामा बाँधेर बोलस तयार गरिन्छ। त्यसपछि शरीरमा दुखेको वा कडा भागमा रिदमिक प्रेसिङ तथा स्वेदन दिन्छ। आयुर्वेद अनुसार यो थेरेपी वात शमन, सन्धिशूल, मम्सगत वात, बैक पेन, अर्थराइटिसमा अत्यन्त उपयोगी मानिन्छ। यसको के इन्ग्रिडियन्टहरू हुन्छ त? फर्स्ट अफ अल, वार्मिङ एन्टी इन्फ्लामेटरी हर्ब लिव्सहरू जस्तै निर्गुन्डी, एरेन्ड, अर्क, सिग्रु, धतुर अधिवाद शामक पत्रहरू हुन्छ। साथमा प्रयोग हुने मसाला अथवा द्रव्यमा लहसुन, सुन्ठी, अजवाइन, सेन्धा नमक र आयल बेसमा चाहिँ हाम्रो महानारायण तेल, धन्वन्तरम तेल, नारायण तेल जुन रोग अनुसार चिकित्साले छनौट गर्छ। बुझौँ प्रोसिड्युर। स्टेप फर्स्टमा प्रिपरेसन कसरी गर्ने? पहिलो पञ्चपत्र लिफ मिक्सरमा काटेर तेलमा हल्का सौट गरिन्छ। गन्ध आउन थाल्यो भने मेडिसिनल पोटेन्सी एक्टिभेट भएको सङ्केत हो। अब यो सामग्री सुती कपडामा राखेर 4 छावटा बोलस तयार गरिन्छ। यिनै बोलसलाई बारम्बार तेलमा तताएर स्वेदन दिन प्रयोग हुन्छ। अब बिरामीलाई आरामदायी पोजिसनमा राखिन्छ। बैक पेन भए प्रोन पोजिसन, नेक सोल्जर भए सिटिङ वा सुपाइन पोजिसन, नी पेन अथवा फुट पेन भए कम्फर्टेबल लेग सपोर्ट दिन्छ। अब गरम तेलले भिगाएको बोलस लिएर अफेक्टेड भागमा सर्कुलर लङ्गिट्युडनल टेपिङ मुभमेन्टमा स्वेदन दिन्छ। स्वेदनको तापमान बिरामीलाई सुखद लाग्ने 42 देखि 50 डिग्री सेल्सियसको आसपासमा राखिन्छ। मुभमेन्ट लगातार, रिदम वा न धेरै कडा न धेरै हल्का दिनुपर्छ। यो थेरेपी सामान्यतः 20 देखि 30 मिनट लगातार गरिन्छ। यसले स्टिफनेस हटाउँछ, रक्त सञ्चार बढाउँछ, मांसपेशीको दर्द कम गराउँछ र नर्भस सिस्टमलाई रिल्याक्स गराउँछ। बोलस चिस्न लागेपछि पुनः तेलमा डिप गरी तातो बनाइन्छ। यो प्रक्रिया 5 देखि 8 पटक दोहोऱ्याइन्छ। अब बुझौँ यसको बेनिफिट। पत्रपिण्ड स्वेदको प्रमुख लाभहरू: जोइन्ट पेनमा, अर्थराइटिसमा, साइटिकामा राहत, बैक पेन, नेक स्टिफनेस, फ्रोजन सोल्जर, मसल स्पाज्म, क्रेम्प, स्पॉट इन्जरी, वात इम्ब्यालेन्स,